म ब्रिटिस आर्मीको भूपू क्याप्टन टङ्कबहादुर लिम्बू। म सैनिक छात्रावासमा 2024 सालदेखि 2028 सालसम्म बसेको थिएँ। स्मारिका पुस्तकका प्रधान सम्पादक श्रद्धेय दाजु पूर्व राजदूत प्राध्यापक डाक्टर नोबल किशोर राईज्यूलाई मञ्चमा निमन्त्रणा गर्न चाहे। हाम्रो मुख्य संरक्षक दाजु हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो दाजु 92 वर्षको उमेरमा पनि यति सक्रिय हुनुहुन्छ दाजु। उहाँ हुनुहुन्छ त्रिलोक सिंह थापाज्यू, उहाँलाई पनि मञ्चमा आउन आग्रह गरे। अब यो कार्यक्रमको रूपरेखा तपाईँहरूको टेबलमा राखिदिएको छु। महावीर पुञ्ज्यूलाई यो अगाडि भएको पानसमा चाहिँ दीप प्रज्वलन गरिदिन अनुरोध गर्दछु। यो सैनिक छात्रावास ठमेल काठमाडौँको स्मारिका पुस्तिका आज हामी विमोचन गर्ने कार्यक्रमका अध्यक्ष आदरणीय दाजु प्राध्यापक डाक्टर नोबल किशोर राईज्यू, आजका प्रमुख अतिथि वर्तमान माननीय सांसद तथा पूर्व मन्त्री महावीर पुञ्ज्यू, हलमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, छात्रावास ठमेलका सम्पूर्ण पूर्व विद्यार्थी आदरणीय दाजुहरू भाइहरू, उपस्थित सम्पूर्ण शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरू, आजको यो ऐतिहासिक कार्यक्रम सफल पार्नलाई उपस्थित भइदिनु भएकोमा हाम्रो अन्तर्मनले यो व्यवस्थापन पक्षबाट धन्यवाद दिन चाहन्छौँ। 2014 सालमा यो हाम्रो सैनिक छात्रावास स्थापना भएको थियो र 69 वर्ष भएछ र झन्डै 28 वर्षको सञ्चालन भएको सैनिक छात्रावासको इतिहास रेकर्ड गर्नमा हामीलाई ज्यादै गर्व लागेको छ। यो कुरो हामीले रेकर्ड पक्का लिखित दस्तावेजमा राख्न सकेका थिएनौँ र 28 वर्षको अन्तरालमा हाम्रो देशको हरेक क्षेत्रमा विशिष्ट व्यक्तित्वहरू उत्पादन गरेको यो सुनौलो इतिहास आज लेखेको हामी किताबमा पढ्न पाउने भएका छौँ। यसै छात्रावासका हाम्रा पूर्व विद्यार्थी, एकदमै भर्खरकै कुरो हाम्रो माननीय महावीर पुञ्ज्यूलाई प्रमुख अतिथि निम्त्याउन पाउँदा हाम्रो छात्रावासका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई गर्व लागेको छ र फेरि पनि यहाँहरूले आफ्नो अमूल्य समय दिएर आजको यो ऐतिहासिक कार्यक्रम सफल पार्न उपस्थित भइदिनु भएकोमा हाम्रो व्यवस्थापन समिति, प्रमुख अतिथिज्यू, सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, उपस्थित सम्पूर्णलाई आभार व्यक्त गर्दै फेरि पनि स्वागतम भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। सेवारो। आदरणीय प्रमुख अतिथिज्यू र यस सभाका सभापतिज्यू तथा हाम्रो यो अतिथिज्यूहरू र होस्टलका पूर्व विद्यार्थीज्यूहरू, सबभन्दा खुसी लाग्यो यो हाम्रो पुनर्मिलन भेटघाट हुँदैछ। योभन्दा पहिले पनि भेटघाट त हुन्थ्यो, तर यो पालि विशेष हामीहरूले र हाम्रो डाक्टर नवल किशोर राईजीको टिमले एउटा पुस्तिका, एउटा स्मारिका निकाल्ने भनेर त्यो यसको विमोचन पनि भइरहेछ। वास्तवमा सैनिक छात्रावास ठमेल, यसको सम्बन्ध गोर्खा भर्तीसित छ। यसको ऐतिहासिक एउटा पृष्ठभूमि, यो गोर्खा भर्तीको कन्सेप्ट वास्तवमा चाहिने देहरादुनको नालापानी युद्धमा, हजुरहरूलाई थाहै नै होला, त्यहाँ चाहिने एकजना अङ्ग्रेज सेनाधिकारीले यसको कन्सेप्ट डेभलप गरेको थियो, जसको कार्यान्वयन मलाउमा 1815 मेरो विचारमा भयो। त्यहाँ चाहिने प्रधान सेनापति अमरसिंह थापा र अख्तर लोनीको बिचमा एउटा सम्झौता भयो। त्यसपछि चाहिने फर्स्ट गोर्खा राइफल अल्मोडामा स्थापित भयो। त्यहाँबाट 10 वटा गोर्खा राइफलहरू ब्रिटिस भनौँ न, ब्रिटिस इन्डियाले स्थापना गर्यो र त्यो 10 वटा गोर्खा राइफल फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारमा चाहिने युद्धमा गयो, लडाइँ गर्यो जर्मन नाजीवादसित र जापानी नाजीवाद तानाशाहीहरूसित लडाइँ गर्यो।
त्यो लडाइँ गर्ने बेलामा त्यो जङ्गलहरूमा कैयौँ चाहिने सैनिक गोर्खालीहरू अल्पत्र परे, कोही मरे, कोही चाहिने फर्केर आएर नाम कटाए, कोही चाहिने त्यतिकै छोडिदिए, धेरैको चाहिने त्यहाँ हत्या भयो। त्यो सबैको चाहिने जम्मा भएको रकम त्यो बेलामा भारतीय रुपियाँ जम्मा 55 लाख रुपियाँ जम्मा भएको थियो र त्यो जम्मा भएपछि 10 लाख रुपियाँ ब्रिटिसले भारतलाई दियो, भारत सरकारले, अनि बाँकी पैसा 44 लाख जति सायद होला है, यो चाहिने यहाँ ब्रिटिस यो भारतीय दूतावासमा त्यो पैसा आयो। त्यो पैसा आएपछि चाहिने भारतको सहचरी त्यो मिलिट्री अट्याचीले एउटा कमिटी गठन गर्यो, कोअर्डिनेसन। त्यसको पहिलो अध्यक्ष चाहिँ गिरिप्रसाद बुढाथोकीजी, त्यही बेलामा उहाँ उता भारतबाट रिटायर भएर आउनुभएको थियो, समाजसेवा काम गर्नुहुन्थ्यो, पहिलो अध्यक्ष हुनुहुन्थ्यो। त्यो पैसालाई कसरी खर्च गर्ने भनेर मिटिङ भयो, एउटा रिकगनाइजेसन सर्वे भयो। त्यसले गर्दा चाहिने पहिलो प्रोजेक्ट सिसी बोर्डले त्यहाँ चाहिने ड्रिङ्किङ वाटरको सुविधा दिनु। त्यसपछि के भयो भने गोर्खा सैनिकका परिवारहरूलाई त्यो यो बाटोहरू वरिपरि जानु पर्थ्यो, अनि त्यहाँ चाहिने खोला नाला तर्नलाई गाह्रो हुन्थ्यो। त्यस लागि चाहिने काठे पुलको चाहिने त्यो बनाउन थाल्यो। त्यसपछि चाहिने हेल्थमा बडा अप्ठ्यारो हुन्थ्यो, कुनै स्वास्थ्यको लागि सुविधाहरू थिएन। त्यस लागि त्यहाँने यो प्राइमेरी हेल्थ केयर सेन्टरहरू खोलियो। त्यो बेलामा घर बहालमा लिएर चाहिने त्यहाँ डाक्टरहरू आएर खोल्यो, गुल्मीमा खोल्यो, धेरै ठाउँमा खोलियो। यो भएपछि अब कुरा के भयो भने स्कुल चाहियो। किन स्कुल चाहियो भने भूतपूर्व सैनिकका बच्चाहरूलाई पढ्नको लागि त्यहाँ ठाउँ प्राइमेरी स्कुल खोलियो। पूर्वमा पनि त्यो यता पश्चिममा पनि अझै पनि त्यो स्कुलहरू छन् है। जस्तो अब पोखरामा अमरसिंह स्कुल, त्यो अहिले माध्यमिक स्कुल भइसकेको छ है। त्यस्तै चाहिने स्कुल भएपछि एसएलसी पास भए है। अब त्यहाँबाट अगाडि कहाँ पढ्ने भन्दाखेरि यो सेन्ट्रल बोर्डले के निर्णय गर्यो भने यहाँ चाहिने ठमेलमा एउटा दरबार थियो, त्यो ठमेलको दरबार किनेर त्यहाँ चाहिने भूतपूर्व सैनिकका उनीहरूलाई बसोबास पनि गर्ने आएको बेलामा, कोही बेलामा यहाँ काठमाडौँ आउने बेलामा, र त्यहीँ चाहिने बोर्डिङ हाउस खोलियो। र त्यो बोर्डिङ हाउस 1955 मा खोल्यो। र त्यो बोर्डिङ हाउसमा चाहिने हाम्रो धेरैजना विद्यार्थीहरू भनौँ न छात्र हामीहरू बसेर पढ्यौँ। बोर्डिङ हाउस बडा युजफुल भयो। त्यहाँ चाहिने आएर सबै हामीहरू बसेर पढेर अध्ययन गरेर हामीहरू ठाउँ हाम्रो कन्ट्रिब्युसन चाहिँ भनौँ न यो किसिमको भयो। 19-20 वर्ष मात्रै त्यो होस्टल चल्यो। कारण के थियो भने 20 वर्षपछि त धेरै ठाउँमा हो यो स्कुल कलेजहरू विराटनगर, धरान हरेक ठाउँमा खुल्न थाल्यो। त्यस कारणले गर्दा त्यो होस्टलको उपयोगिता घट्दै गयो। दोस्रो कारण के थियो भने सिसी बोर्डसित पैसा कति थियो भने 55 लाख रुपियाँ थियो। त्यो बेलामा सुनको भाउ 100 रुपियाँ पनि पुगेको थिएन। त्यो पैसा खर्च भयो, त्यसलाई फेरि त्यो आपूर्ति गर्ने ठाउँ भएन, कसैले उति ध्यान दिएन, उसको पैसा पनि घट्दै गयो। अनि त्यो निर्णय भयो चाहिँ 1940 कुन सालमा त्यो निर्णय भयो कि अब क्लोज डाउन गर्ने। क्लोज डाउन गर्दाखेरि यो ठमेलको होस्टलमा अहिले राम्रो त्यो पोलिटेक्निक खोल्या छ। त्यहाँ चाहिने यो सैनिक भूतपूर्व सैनिकहरूलाई आएको बेलामा एउटा बस्ने आवास घेङ्गर भन्छ, सस्तो दाममा त्यहाँ छ। पोलिटेक्निक खोल्या छ। पोलिटेक्निकले भूतपूर्व सैनिकको कर्मचारी सैनिकहरूको दबाई गर्ने। र आज चाहिने क्लोज डाउन भएपछि त्यो नेपालको स्वास्थ्य मन्त्रालयले जम्मै क्लिनिकहरू आफ्नो जिम्मामा लिए, शिक्षा मन्त्रालयले प्राइमेरी स्कुल लिए, रोड्स विभागले यो जम्मै त्यो सानो काठे पुलहरू लिए। खुसीको कुरा के छ भन्दाखेरि आज ती क्लिनिकहरूमध्ये कैयौँ क्लिनिक चाहिने आधुनिक अस्पतालमा परिवर्तन भएको छन्। स्कुलहरू कलेज माध्यमिक स्कुलहरूमा परिवर्तन भएको छ। रोड्सहरूमा राम्रो ब्रिजहरू बनाएको देखिन्छ अहिले। यसको क्रेडिट वास्तवमा सेन्ट्रल कोअर्डिनेसन बोर्ड अर्थात् हाम्रो बुवा बाजेको पैसाको लाई जान्छ कि हाम्रै पुर्खाको पैसालाई त्यो क्रेडिट जान्छ। राम्रो स्कुलहरू कलेजहरू खोल्या छ। अब यो एउटा फेज भयो
गोर्खा भर्ती केन्द्रसित। अब अर्को फेज के हो भने यसका प्रोडक्ट कस्तो भयो, 19-20 वर्षको वर्गमा कस्ता प्रोडक्ट निकाले यसले भन्दाखेरि एउटा उदाहरण त हजुरहरूको समक्ष नै छन्। आजको यस समारोहका अतिथिजी, प्रमुख अतिथिजी नै हुनुहुन्छ है। उहाँ चाहिँ नै त्यही होस्टलमा पढ्नुभएको हुनाले हामीलाई बडा फक्र छ, बहुत घमण्ड छ। त्यस्तै चाहिँ नै जुन आजवटा 7वटा प्रोभिन्सहरू बनेका छ नि यो प्रदेशहरू, र प्रदेश प्रमुखहरू, गभर्नरहरू खुब आनन्द गरिरहेछन्। त्यसको बीजारोपण गर्ने पनि यही छात्रावासको एकजना विद्यार्थी थिए, जसले चाहिँ नै वीरेन्द्र सरकारमा चाहिँ नै बिन्ती चढाए कि चाहिँ नै एउटा ब्यालेन्स डेभलपमेन्ट नभइकन नेपाल अगाडि बढ्दैन, रिजनल ब्यालेन्स हुनुपर्छ भनेर बिन्ती चढाउने बेलामा वीरेन्द्र सरकारले चाहिँ नै 5वटा प्रदेश 4वटा प्रदेशको त्यो घोषणा गरियो। आज त्यो 5वटा प्रदेशबाट चाहिँ 7वटा प्रदेश छ। त्यसको घमण्ड पनि हामीहरूलाई छ। हाम्रै छात्रको एउटा ऊ छ, डाक्टर हर्षबहादुर गुरुङ है। अनि त्यस्तै चाहिँ नै प्रधान सेनापति हुनुभयो जनजातिबाट, उहाँ पनि यही होस्टलका विद्यार्थी हुनुहुन्थ्यो र उहाँले आफ्नो आत्मकथामा लेख्नु भएको छ कि यदि यो छात्रावासमा म आइएससी पढ्न नपाएको भए आज म फेरि त्यो चाहिँ नै गाउँघरमा, त्यो त कुरा हाम्रो प्रमुख अतिथिले पनि लेख्नु भएको छ, यो छात्रावासमा पढ्न नपाएको भए सम्भवतः फेरि हलो कोदालो नै जोत्ने थिएँ भनेर। त्यस्तै छत्रमानजीले पनि लेख्नु भएको छन्। मैले सुनेको उनले चाहिँ नै एउटा यस्तो करिकुलम डेभलप गर्नुभयो, त्यो कुन विषयमा भने यो माउन्टेन वारको बारेमा, एम्बुस वारको बारेमा। यति त्यो अपग्रेड त्यति स्ट्यान्डर्डको भयो कि विदेशबाट पनि यहाँ ट्रेनिङ लिन, रेगुलर ट्रेनिङ लिन आउन थाले। छत्रमानजी भयो मिलिट्री डिफेन्समा। पोलिटिक्समा चाहिँ नै पदम सुन्दर लाउती त्यो बेलाको गृहमन्त्री, अरू मन्त्री पनि हुनुभयो। अनि लाउतीजी त्यो बेलामा चाहिँ नि एकदम इन्फ्लुएन्सियल, एकदम धाकड मन्त्री हुनुहुन्थ्यो, चान्चुने मन्त्री हुनुहुन्थ्यो। मैले पनि कति मिटिङमा उहाँसित भेट्दाखेरि अरू मन्त्रीहरू हात जोडेर बसिरहेको थियो, पदम सुन्दर लाउती। त्यस्तै चाहिँ नै 2 जना हाम्रो अञ्चलाधीश भए, लालकाजी गुरुङजी मेरै सँगमा हुनुहुन्थ्यो उहाँ होस्टलमा, र अर्को चाहिँ नै हाम्रो अर्को गुरुङजी हुनुहुन्थ्यो। उहाँ शान्ति सुरक्षा र डेलिभरीमा उहाँहरूको अञ्चलमा त्यो बेलामा बडा राम्रो चाहिँ नि काम उहाँहरूले गर्नुभएको थियो लालकाजी गुरुङजी। एग्रिकल्चरल फिल्डमा डिबी राई हुनुहुन्थ्यो। त्यो बेलामा के थियो भने उहाँ चाहिँ नि अध्ययन गरेर न्युजिल्यान्डमा गएर भेडा पालनको काम सिक्नुभयो। त्यहाँबाट नेपालमा पहिलोपटक भेडा फार्म चितलाङमा चाहिँ नि उहाँले खोल्नुभयो। अब भेडा पालन त्यो बेलामा अहिले पनि होला, त्यो त्यहाँको ट्राइबल पिपुलको मेन इकोनोमीको सोर्स हो कि। तर त्यो बेलामा त्यो भेडामा रोग लाग्थ्यो, ऊनहरू राम्रो हुँदैन थिएन, मासु पनि राम्रो हुँदैन थियो, बथानका बथान बिरामी हुन्थ्यो। बिरामी हुने बेलामा त्यही ढोङ्ग्रे ठटाउने, पूजा गर्ने, मन्त्र जप्ने हुन्थ्यो। उनले चाहिँ नि त्यहाँबाट भ्याक्सिनेसनको कस्तो राम्रो रौँ हुन्छ, मासु कसरी उ गर्नुहुन्छ भन्ने यो जम्मै अध्ययन गरेर आएर त्यो प्रोजेक्ट, पहिलो प्रोजेक्ट नेपालमा खोल्नुभयो। अर्को एग्रिकल्चर फिल्डमा बदन राईजी हुनुहुन्छ। उहाँ चाहिँ नि मन्त्रालयबाट र दरबारबाट पासाङजी र एकजना अरू थकाली, 3 जनाले मिलेर काश्मीरबाट स्याउ ल्याएर मार्फामा चाहिँ नि पहिलो मार्फामा स्याउको उत्पादन प्रयोग गर्ने, मार्फाको सँगमा चाहिँ नि केसरको खेती पनि गर्नु भयो। गाउँ गाउँमा चाहिँ नि त्यो स्याउहरूको उत्पादनको लागि प्रचार गर्नुभयो। त्यो पनि पहिलो प्रोजेक्ट चाहिँ नि सुरु गरेको कसले भन्दाखेरि सैनिक निवास छमेलको हाम्रै साथीहरूले है। अब रह्यो अनुसन्धान शिक्षा आदिमा नवीन राई चाहिँ नि उनी वर्ल्ड ब्याङ्कमा काम गर्नुभयो, एउटा प्रोजेक्टको राम्रै कन्सल्टेन्सी हुनुभयो। अहिले चाहिँ नि रिटायर्ड हुनुभएको छ कि के हुनुभएको छ। अनुसन्धानको क्षेत्रमा, शिक्षाको क्षेत्रमा त थुप्रै हाम्रो साथीहरूले शिक्षा लिएर ठाउँ ठाउँमा स्कुल, अब दाङमा त्यो बेलामा स्कुल थिएन। पहिलो चाहिँ नि हाम्रो एलबी सर, एलबी थापाजीले त्यहाँ गएर चाहिँ नि माध्यमिक स्कुल सञ्चालन गर्नुभयो। त्यो वरिपरिका जम्मै त्यो शिक्षाहरू लिन आए।
यता चाहिँ नि साइन्सको शिक्षा दिने भनेर हाम्रो कविराज राईजीले चाहिँ नि एउटा साइन्स स्कुल खोल्नुभयो। नाउँ पनि चाहिँ नि आइन्स्टाइनको राखिदिनु भएको छ। अब रह्यो डिप्लोमेटिक कोर्समा त अब हाम्रो सर हुनुहुन्छ आजको डाक्टर नवल किशोरजी है। उहाँले चाहिँ नि त्यो बेलामा जर्मनसित है उहाँले एउटा प्रोजेक्ट हाइड्रो प्रोजेक्ट पनि ल्याउनु भयो जस्तो लाग्छ मलाई मेरो अध्ययनले है। यसरी चाहिँ नि धेरै ठाउँमा 19-20 वर्षको बिचमा यो सैनिक निवासले का छात्रहरूले धेरै योगदान दिए। हाम्रो विद्यार्थीहरूमध्ये कोही पनि भारतीय सेनामा गए जस्तो लाग्दैन। तर अन्त ठाउँमा अब युएनडिपीमा त हाम्रो कतिजना जानुभएको छ, युनिसेफमा जानुभएको छन् है। लास्टमा मैले जुन यो भर्ती केन्द्रको बारेमा पनि 2 शब्द बोल्नुपर्छ। कारण के हो भने हाम्रो बाबुबाजेहरू कुनै आफ्नो खुसीले चाहिँ नै भर्ती भएको होइन। यो के भयो भने त्यो बेलामा राणा सरकारले 1 लाख रुपैयाँ पैसा लिन्थ्यो ब्रिटिससित रेमिटेन्स है। अनि उनले ठाउँ ठाउँमा उर्दी गर्थे, गोर्खा भर्ती केन्द्रमा गोर्खा भर्ती, किनभने उनीहरूको टाउको दुखाइ थियो। गुरुङ मगर राई लिम्बू र ठकुरीहरू बेला बेलामा चाहिँ नै त्यो सरकारको विरुद्ध राणाको विरोध गर्थे। राई लिम्बूहरूले थुप्रै आन्दोलन गर्थे, उता गुरुङ मगरहरूले गर्थे, लखन थापाहरू। त्यसले गर्दा पनि यो युवाहरू चाहिँ नै जाउन् कहीँ उता जाउँ, जान त जानु गयो। त्यहाँ फेरि उनीहरूले के गरिदिए भने यो सुबेदार मेजरभन्दा बढीको पद नदिनु। वास्तवमा चाहिँ नै यो ब्रिटिसले पनि त्यो गोर्खालीलाई लिन लागेको कारण के हो भने कोही बहादुरी भनेर वीर भनेर लिएको मात्रै होइन। हाम्रो गोर्खालीहरूको टेक्निकल माइन्ड बडा राम्रो थियो कि, किनभने अहिले पनि हजुरहरू देहरादुन, उत्तराखण्ड, हिमाचल प्रदेशमा जानुभयो भने 10-10 हजार फिटमा, 5-5 हजार फिटमा यस्तो यस्तो त्यो बनाएको छ, के अरे किल्लाहरू बनाएको छ। 200-250 वर्ष भइसक्यो तिनीहरू भत्किया छैन। खालि नालापानीको किल्ला भत्क्यो। नालापानीको किल्ला किन भत्क्यो भन्दाखेरि 3 चोटि गोर्खा अङ्ग्रेजले त आक्रमण गर्दाखेरि नजितेपछि जब उनीहरूले छोडिदियो अनि हात्ती लगाएर बम लगाएर त्यसलाई फोडेको हो जबरजस्ती। आज हामी जति पनि सैनिक छात्रावासको भूतपूर्व विद्यार्थीहरू सबभन्दा कान्छो भनेको पनि 70 काटेको मात्रै रहेछौँ, यहीँ छौँ र जे मैले चाहिँ यो यसमा आफ्नो पूर्व स्मृतिले, किनभने यो पहिला नै बन्द भइसकेको हुनाले पूर्व स्मृतिले केही घटनाहरूको उल्लेख गरेका छौँ। यसमा चाहिँ धेरै नेपालीमा र केही अङ्ग्रेजीमा छन् र धेरै साथीहरूलाई हामीले अनुरोध गरेका थियौँ। उमेरको कारणले, बानीको कारणले सबै लेख्नु सक्नु भएन, तर जसले लेख्न सक्नुभयो धेरै रमाइलो त्यस बेलाको घटनाहरू लेख्नु भएको छ। र हाम्रो यसको मुख्य उद्देश्य चाहिँ पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र त्यस बिचका घटनाहरूमा हाम्रा पिता पुर्खाहरूले आफ्नो रगत पसिना बगाएर जुन यो छात्रावासको जुन स्थापना गर्नलाई मद्दत गर्नुभयो, त्यसपछि हामीलाई शिक्षा प्राप्त गर्ने अवसर पार्यो। यसको लागि एउटा कृतज्ञता जाहेर गर्नलाई 1 नम्बर। 2 नम्बर, त्यो छात्रावासको सानो भए पनि इतिहास रहिरहोस्। भन्छ नि पब्लिस अर पेरिस, छाप्यौँ भने चाहिँ रहिरहन्छ, होइन भने हामी हराउँछौँ। त्यस कारणले सानो सानो लेखहरू भए पनि हामीले यसलाई लिपिबद्ध गरेर तपाईँहरूको सामु, हाम्रो सामु यसलाई राख्न सकेका हौँ। र यो छात्रावासबाट हामी उत्पादन भएका विद्यार्थीहरू देश विदेशमा जीवनयापन गर्नको लागि, देश विदेशमा विभिन्न भूमिका निर्वाह गर्नको लागि हामीले
जो आफ्नो जीवनलाई सफल पार्यौँ त्यसको लागि पनि हाम्रो पितृहरूलाई हाम्रो पुर्खाहरूलाई कृतज्ञता जाहेर गर्न अनि हाम्रो साथीहरू लामो अवधिसम्म जस्तो अघि नै भनिसकियो 14-15 सालदेखि 2030 सालमा म आफू चाहिँ त्यहाँ 2024 सालमा थिएँ। करिब म 1.5 वर्ष बसेँ। हाम्रो प्रमुख अतिथि चाहिँ उमेरको कारणले धेरै पछि बस्नुभएको रहेछ, हामीलाई थाहा भएन। हाम्रो सिनियर दाजु सबभन्दा सिनियर फर्स्ट बेज डाक्टर हर्कबहादुर गुरुङको बेचको हुनुहुँदो रहेछ। म चाहिँ मजौले परेँ, माइलो परेँ, साइलो परेँ। त्यस कारण जेठा दाजु, म साइलो माइलो अनि कान्छो भाइ, यो तीनजनाले त्यसको बारेमा अलिकति भन्नलाई उपस्थित भएका हौँ। र यो आज यो जो जति तपाईँहरू आउनुभएको छ छात्रावासमा बस्ने साथीभाइहरूले चाहिँ यसको निम्ति कन्ट्रिब्युट गर्नुभएकै छ। जो पाहुनाहरू आउनुभएको छ, मेरो अगाडि हुनुहुन्छ 3-4 जना रिटायर्ड सचिवहरू हुनुहुन्छ अनि हाम्रो सशस्त्र प्रहरीका आइजी साहब पनि हुनुहुन्छ। अनि त्यसपछि छात्रावासमा नबसे पनि उहाँका अभिभावकहरू, हाम्रा केही अभिभावकहरूले निम्ता दिएका छौँ र छुट्टीको दिनमा तपाईँहरूले आएर हामीले जुन हौसला दिनुभयो त्यसको लागि हामी अत्यन्त कृतज्ञ छौँ। र जाने बेलामा यो एउटा लगेर जानुहोला, एउटा चिनो स्वरूप राखिदिनु होला, पढिदिनु होला र यसको मूल्याङ्कन गरिदिनु होला। नमस्कार। धन्यवाद आदरणीय दाजु डाक्टर नवल किशोर राई। म हाम्रो आदरणीय दाजु कविराज राई दाइलाई चाहिँ छोटो मन्तव्य राख्नलाई चाहिँ अनुरोध गरेँ। धन्यवाद। करिब सैनिक बोस हस्टेल छोडेको 50-55-60 वर्षपछि एकपल्ट 2072 साल असार 21 गते हाम्रो भेटघाट अथवा पुनर्मिलनको कार्यक्रम हामीले सम्पन्न गर्न सक्यौँ। त्यसपछि फेरि 2073 साल पौष 4 गते पुनर्मिलन भएको थियो। त्यति बेला हामी मुख्य सदस्यहरू अथवा विद्यार्थीहरू सहित आफ्ना परिवारहरूको पनि त्यति बेला जमघट भएको थियो। तेस्रो वर्ष 21 कार्तिक 2082 सालमा फेरि हाम्रो अर्को भेला भएको थियो। त्यो भेलाले के पारित गर्यो भनेदेखि होइन हामी भेला मात्रै भएर बस्ने हो कि लेखन अथवा दस्तावेजीकरण गर्ने हो भन्ने कुराहरू हामीले सोच्यौँ। हुँदा चैत्र 28 गते 2082 सालमा होइन एउटा स्मारिका त हामीले निकाल्नुपर्छ। अघि डाक्टर साहबले भनिसक्नुभयो आइदर पब्लिस अर पेरिस। त्यसो भएको हुनाले गर्दाखेरि यस विषयमा विशेष गरेर हाम्रो डाक्टर नवल किशोर सरले हामीलाई झकझगाइरहनु भयो। हि इज द इनिसिएटर। त्यसको साथसाथैमा हाम्रो मिस्टर प्रेम दाजु हुनुहुन्छ। एकपल्ट उठ्न प्रेम दाजु। उहाँले हामीलाई झकझगाइरहनु भयो। लौ त हामी लेखौँ, लु 3 महिनाभित्रमा हामी सकौँ भनेर त्यति बेला हामीले सुरु गऱ्यौँ। तर त्यो 3 महिना बित्यो, आर्टिकल्सहरू जम्मा भएन, लेखहरू संरचनाहरू भएन। अब के गर्ने? होइन सबै उत्तर दक्षिण पूर्व पश्चिम अथवा कहाँ हुनुहुन्छ संसारभरिका हाम्रो साथीभाइहरूलाई आह्वान गरौँ। केबाट? भाइबरबाट, टेलिफोनबाट, मोबाइलबाट, इमेलबाट। अनि त्यो क्रम हामीले जारी राख्यौँ। त्यसो गर्दाखेरि 3 महिनापछि 4 महिना भयो, 5 महिना भयो। त्यति बेलासम्म हामीलाई निकै रचनाहरू प्राप्त भयो। यस अब चाहिँ हामीले एउटा स्मारिका प्रकाशन गर्न सक्छौँ भन्ने हामीलाई आँट आयो। त्यसो भएको हुनाले लौ त गरौँ त भन्ने हुनाले हामीले हाम्रो श्रद्धेय दाजु सबभन्दा त्रिलोकसिंह थापा सरको घरमा हामी गयौँ। उहाँले झकझगाउनु भयो, यो त साह्रै राम्रो, लु त त्यसो भए हामी प्रकाशन गर्ने। अनि हामीले तयार गर्दाखेरि हामीले अर्कै फर्मेटमा, यो फर्मेटमा होइन, अर्कै फर्मेट अथवा म्यागजिनको फर्मेटमा हामीले चाहिँ तयार गरेका थियौँ। त्यो म्यागजिनको कुरा छैन। त्यो म्यागजिन हाम्रो त केही लेख हो, त्यहाँ लेख रचना हटाउँदैन होला, फोटोहरू प्रष्ट आउँदैन होला भन्ने हामीलाई भयो। मदन राई उहाँको पनि होइन यसलाई चाहिँ बुकको फर्ममा नै राख्नुपर्छ भन्ने उहाँहरूले हामीलाई सुझाव दिनुभयो, सजेसन दिनुभयो। गर्नु त गर्ने कसले गर्ने? एकजना मान्छे त चाहियो।
सङ्कलन गर्नु पऱ्यो, आर्टिकलहरू एडिटिङ गर्नु पऱ्यो, हरेक तयारी गर्नु पऱ्यो, प्रुफ रिडिङ गर्नु पऱ्यो, प्रेसमा जानु पऱ्यो, प्रिन्ट गर्नु पऱ्यो। कसले गर्ने त भन्ने कुराहरू आयो। होइन, हामीसँग छ नि त। को हुनुहुन्छ उहाँ? कोही नभएर पदम राई बुङ बाखा पत्रिकाको सम्पादक पनि हुनुहुन्छ। त्यसो भन्दा हामीलाई धेरै सहज भयो। उहाँलाई हामीले रिक्वेस्ट गऱ्यौँ, जसरी पनि यो निकाल्नुपर्छ भन्ने भयो। अनि धेरैपल्ट हामीले आर्टिकलहरू चेन्ज गऱ्यौँ, पठायौँ, एडिटिङ गऱ्यौँ, फेरि गर्दै अन्तिममा आएर 1 हप्ता अगाडि हामीले यो तयारी गऱ्यौँ र करिब 300 वटा मात्र हामीले यसपल्ट गरेका छौँ। होइन, यसमा दाम प्राइस राख्ने कि नराख्ने? फेरि त्रिलोकसिंह सरले बोलाउनु भयो, हेर बाबु हो, प्राइस राख्नुपर्छ, राखेन भने त्यसको महत्त्व हुँदैन। किन? मान्छेले आफूले किनेपछि त्यसको महत्त्व बुझ्छ र राख्छ, संरक्षण गर्छ। ल त त्यसो भए हामीलाई पनि सही लाग्यो। अनि कति राख्ने त? 100, 200, 300, 1000 फेरि कुरा आयो, ल त 500 राख्ने। सम्झनाहरू त धेरै धेरै छन्, तर खासै यो उल्लेखनीय त केही छैन। त्यो कमन चिजहरू हाम्रो टाइममा चाहिँ कमान्डेन्ट भारती गुरुङ क्याप्टेन साहब हुनुहुन्थ्यो र पछि नयनबहादुर लप्टन साहब त्यहाँ आउनुभयो र त्यहाँ हाम्रो उहरू मध्येमा चाहिँ एडमिनिस्ट्रेटिभ स्टाफ मध्येमा मिश्री दिदी, आई थिङ्क हाम्रो टाइमको सबैले चिन्छ होला। अहिले हाम्रो प्रमुख अतिथिज्यू पनि हामीहरू एउटै ब्याचको हुँदैन, हामी सँगै थियौँ। अहिले हामीसँगै बसेको म केही साथीहरू देख्छु। म चाहिँ एउटा आधुनिक गीतमा एउटा छोटो धुन बजाउँछु, त्यसपछि 2टा एक टुक्रा लोकगीत, एक पूर्वी साइडको लोकगीत र हाम्रो पश्चिम भेगतिरको लोकगीत म गर्न चाहन्छु। थ्याङ्क यू। धन्यवाद। थ्याङ्क यू। धन्यवाद हाम्रो मेजर जेनरल रामबहादुर गुरुङ साहबलाई। उहाँले यो उमेरसम्म पनि आफ्नो हब्बीलाई चाहिँ निरन्तर कायम राख्नु भएको छ। हामीले पहिले पनि धेरै सुन्यौँ। अझ उहाँले
कति चाहिँ लुकी लुकी बजाउनु हुँदो रहेछ आज उहाँले हामीलाई प्रत्यक्ष देखाउनु भयो। खुसी लाग्यो। बधाई छ मेजर साहबलाई। धन्यवाद छ आजको यो कार्यक्रमको आयोजना गर्नुभएकोमा हाम्रो अग्रज दाइहरू भन्छु म चाहिँ सबैलाई। किनभने सैनिक होस्टलमा बस्दाखेरि हामी चाहिँ सबैभन्दा सानसानो मान्छेहरू थियौँ अनि हामीले सैनिक होस्टलमा बस्ने सबैलाई चाहिँ दाइहरू नै भन्थ्यौँ है। भाइ भन्ने चाहिँ थिएन, सबैलाई दाइ भन्थ्यौँ। र सैनिक होस्टलको सम्झना त धेरै आउँछ र सबैभन्दा धेरै सम्झना चाहिँ के आउँछ भने बिहानै उठेर ओम जय जगदीश हरे होइन भन्ने जुन गीत थियो गाउनु पर्ने, एकदम कम्मल ओढेर जाडोमा है जाडोमा कम्मल ओढेर गएर अनि त्यहाँबाट मन्दिर थियो त्यहाँ घन्टी बजाएर ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे भन्ने चाहिँ तपाईँलाई कतिको याद आउँछ पनि मलाई चाहिँ खुब याद आउँछ। त्यो चाहिँ हो। र अब त्यति बेलाको कुराहरू हो। अब समयले चाहिँ कहाँबाट कहाँ पुऱ्यायो मान्छेलाई, तपाईँहरू पनि कहाँबाट कहाँ पुग्ने भयो, अहिले यहाँ आउनु भएको छ, म पनि कहाँबाट कहाँ पुगेँ आएँ, त्यही पनि सम्झना चाहिँ आउँदो रहेछ। र मैले अहिले यहाँ बसेर यसो यहाँ चाहिँ यसो मैले सम्झना टिप्दै जाँदाखेरि मैले चाहिँ सैनिक होस्टेलमा बसेको, मेरो पालामा बसेको हाम्रो 31जना दाइहरूको नाम चाहिँ मैले यहाँ यसो लेखेँ। चाहिँ चाबेलमा पुगेको त्यहीँबाट किताब बेच्दै यहाँ चाहिँ आएको हो। त्यसैले हेर्दाखेरि पनि अलिकति के अरे प्रमुख अतिथि जस्तो पनि नहुने, अनि उमेरको हिसाबले पनि म चाहिँ प्रमुख अतिथि चाहिँ होइन। मभन्दा सिनियरहरू तपाईँहरू सबै हुनुहुन्छ है, सबै हुनुहुन्छ। र अब एउटा जुनियर, सबैभन्दा जुनियर मान्छेलाई चाहिँ प्रमुख अतिथि बनाउनु भएकोमा ल धन्यवाद दिन्छु। तर अलि चाहिँ सुहाएन चाहिँ सबैभन्दा जुनियर मान्छे प्रमुख अतिथि भएको चाहिँ अलिकति सुहाएन। र अहिले अब भनौँ एउटा घुम्दै फिर्दै यो जीवनको एउटा उसमा बाटोमा चाहिँ म कता कताबाट आएर सांसद पनि भएको छु। अस्ति संसदमा मैले पनि भनेको थिएँ म यहाँ संसदको यो सदनमा आउनै नपर्ने मान्छे, म कहाँबाट आएँ भन्ने कुराहरू पनि मैले संसदमा भनेको थिएँ। यस्तो हुँदो रहेछ। अब जे गरे पनि जसो गरे पनि अब जिउँदो सधैँ नै गर्ने हो, बाँचुन्जेल गर्ने हो। आखिरमा सबै चाहिँ केही न केही अब कुनै न कुनै समयमा जानुपर्छ। कता जाने हो थाहा छैन, स्वर्ग जाने भन्छन् भन्नु चाहिँ अब है जाउँला। तर बाँचुन्जेल चाहिँ हामीहरू यसरी चाहिँ भेटघाट हुनुभयो। र सबैभन्दा ठुलो कुरा यहाँ एउटा स्मारिका निकाल्नु भएको छ, यसको लागि चाहिँ निकै परिश्रम गर्नुभयो होला। अब उति बेला सैनिक होस्टेलमा बसेको साथीहरू, पूर्वतिरको साथीहरू, पश्चिमतिरको साथीहरूलाई पनि मैले पश्चिमतिर किताब बेच्दै जाँदाखेरि भेटिन्छ कि भनेर खोजेको, कसैलाई पनि भेटिनँ पश्चिमतिर। पूर्वतिर पनि पक्कै भेट्छु होला भनेको, पूर्वतिर पनि भेटिनँ। आङबहादुर राई दाई चाहिँ उहाँ धरानमा हुनुहुँदो रहेछ। म हिँडिसकेपछि मात्रै बल्ल उहाँको ठेगाना चाहिँ मैले पाएँ। यही हो। ल सबैलाई भेट भयो, धन्यवाद छ। यस्तो किसिमको जीवनमा एउटा भेटघाट गर्ने भन्ने कुरो गर्दै गरौँ र भविष्यमा पनि यस्तो किसिमको कार्यक्रमहरू यो आयोजना गर्नुभयो भने फेरि मलाई पनि निमन्त्रणा गर्नुहोला। हजुरले हाम्रो सैनिक छात्रावासको दैनिकी झस्काइदिनु भयो। सबेरै कम्बल ओढेर के अरे मन्दिरमा प्रार्थना गरेको कता कता, त्यो बेलाको अनुशासन, त्यो बेलाको नैतिक शिक्षा, जसको कारणले हामीलाई आज एउटा कुशल नागरिक बनायो। अनि अहिले कति हामी नेपाली हाम्रो समाजमा कति ठुलो ओहदामा पुग्न सक्यौँ, त्यति बेलाको अनुशासन, त्यति बेलाको नैतिक शिक्षाले नै हो। प्रेम सुब्बा दाजुलाई भोट अफ थ्याङ्क्सको लागि स्टेजमा आइदिन अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। आदरणीय दाइहरू, नोबल त प्रोफेसर डाक्टर भए पनि साथी नै हो, यस कारण म साथी नै भन्छु नोबल। अनि भाइ अघि भन्नुभयो, हामीभन्दा अलि पछि आउनु भएको रहेछ माननीय महावीरज्यू। मलाई भोट अफ थ्याङ्क्समा दाइले बोल्ने भनेर यहाँ राखिदियो मेरो टर्न।
तर त्योभन्दा अगाडि आजको दिन अलिकति म इमोसनल जस्तो भएको छु, किनभने सैनिक होस्टेलको एउटा घटनाको याद आइरहेछ। आजभन्दा 57 वर्ष अगाडि, झन्डै 6 दशक अगाडि चाहिँ हामी त्यो सैनिक होस्टेलको रिडिङ रुममा पढ्ने कक्षा एउटा थियो, हल सानो, त्यहाँनिर एउटा रेडियो बज्थ्यो, खटटट गरेर एउटा ब्रोडकास्ट भइरहेको थियो। र त्यही सैनिक होस्टेलमा हाम्रो एकजना साथी म सम्झना गर्छु, हाम्रो हरिवंश किराँत भाइ, नरेश थापा, म अनि अरू साथीहरू पनि एकजना भाइहरू थिए। हामीले त्यो जुलाईको दिन लामखुट्टेले टोकिरहेको थियो। त्यो दुःख सहेर पनि हामीले चाहिँ एउटा घटना एपोलो 13 को चन्द्रमामा जुन ल्यान्डिङ भएको थियो, त्यो हिस्टोरिक इभेन्ट चाहिँ त्यहाँनिर हामीले त्यो पुरानो रेडियोमा हामीले लाइभ ब्रोडकास्ट सुनेको थियौँ। त्यो अझै एकदम ताजा सम्झना छ। अनि फेरि यस्तो कोइन्सिडेन्ट भयो, आज यो हाम्रो इभेन्ट हुँदाखेरि हिजो मात्रै अमेरिकनहरूले आर्टेमिस 2 चाहिँ अर्को एउटा ऐतिहासिक रेकर्ड, अहिलेसम्म ह्युमन बिइङले पृथ्वीबाट सबभन्दा टाढो चन्द्रमाको अर्को साइडतिर फन्को मारेर गएको यो ऐतिहासिक रेकर्ड। दोस्रो त्यसमा पनि यो सैनिक होस्टेलकै यो हाम्रो जुन जमघट हुने यो रियुनियन इभेन्ट छ, त्योसँग सम्बन्धित भएको हुनाले मलाई अलिकति इमोसनल बनाइरहेको छ त्यो एउटा घटना। अनि यही अपर्च्युनिटी लिएर म के भन्न चाहन्छु भने, जो साथीहरू हामी सँगसँगै बिताएका थियौँ, जो बितेर गए, दोज हु आर नो लङ्गर विथ अस, आई वुड लाइक टु रिमेम्बर देम। अनि उनीहरू जहिले पनि हाम्रो हृदयमा रहिरहनेछ। म सम्झिँदैछु 1-2 जना, मेघ गुरुङ, सिंहबहादुर गुरुङ, मानोज बुढा मगर, कृष्ण कुमार राई दाई, लिलिजङ गुरुङ, अनि अरू धेरै साथीहरू अघि टङ्का भाइले लिस्टमा पढेर सुनाउनु भयो। हाम्रो जहिले पनि हृदयमा सधैँ उहाँहरू सम्झना रहिरहनेछ। अनि त्यसको साथसाथै म कसलाई पनि सम्झना गर्न चाहन्छु भने, यो सैनिक होस्टेलको हिस्ट्रीको मेन आधार चाहिँ हाम्रो बुवाहरू, अनि बुवाहरूलाई साथ दिने, सपोर्ट दिने उहाँहरूको पछि हाम्रो आमाहरू, बजैहरू। मेरो बुवाको बुवा बाजे आफै पनि फर्स्ट वर्ल्ड वारमा अफगानिस्तानतिर नर्थ वेस्ट फ्रन्टियरमा हुनुहुन्थ्यो। बुवा सायद क्वेटाको लाइनमा नै, ब्यारकमा नै जन्मिनु भएको थियो। अनि बुवाले पनि लामो फर्स्ट 10th सर्भिस गर्नुभयो, मलाइन इमर्जेन्सीमा, बर्मामा सेकेन्ड वर्ल्ड वार भेटरन हुनुहुन्थ्यो। उहाँहरू जस्तै थुप्रै भूतपूर्व सैनिक साथी, उहाँहरूका साथीहरूलाई सम्झना गर्न चाहन्छु। अन्तमा तपाईँहरू आइदिनु भयो सबैजना यो इभेन्टलाई। यो अलिकति इमोसनल पनि, म त अलिकति पर्सनली इमोसनल भएको छु, तर यो इभेन्टमा आइदिनु भयो, धेरै धेरै धन्यवाद व्यवस्थापन समितिको तर्फबाट। अनि धन्यवाद म एकजना नाम यहाँ जो चाहिँ हाम्रो यो इभेन्टलाई व्यवस्था गर्नुमा एकदमै एउटा ड्राइभिङ फोर्स हुनुहुन्थ्यो, हाम्रो यहाँ क्याप्टन टङ्क भाइ। उहाँले धेरै लजिस्टिक्सहरू, प्लानिङ यताउति गर्नुमा धेरै सघाउनु भयो। साथी नोबल, डाक्टर प्रोफेसर नोबललाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने मेन कन्सेप्ट नोबलको हो, केही गरौँ प्रेम, टङ्क भाइ, कविराज, केही गरौँ हामी एउटा स्मारिका। यो किनभने केही पनि डकुमेन्टेसन छैन, हाम्रो सम्झना मात्रै छ, त्यसैलाई चाहिँ सङ्कलन गरेर केही एउटा राखौँ डकुमेन्ट स्मारिकाको रूपमा भनेर भनेकोमा थ्याङ्क यू नोबल। अनि कविराज भाइ व्यवस्थापन समितिमा, अनि टङ्क भाइ त भइहाल्नु भयो। अनि अरू सबै धेरै साथीहरू जसले मोरल सपोर्ट दियो, कन्ट्रिब्युसन दिएर पनि नदिएर पनि, तर उनीहरूले मोरल सपोर्ट हामीलाई जहिले पनि इन्सपायर गर्यो। यसलाई हामीले 2 महिनामा नै खतम गर्ने हाम्रो विचार थियो, तर नोभेम्बरमा सुरु गरेको, अहिले आएर जे होस् हामीले यो स्मारिका निकाल्नु सफल भयो। अनि यहाँहरू जो हाम्रो सैनिक होस्टेलका साथीहरू, दिदीबहिनीहरू र आदरणीय पाहुनाहरू, अनि सिनियर दाईहरू, अनि हाम्रो चिफ गेस्ट माननीय महावीर पुन दाई, अनि आदरणीय त्रिलोक सिंह थापा दाई, उहाँले पनि धेरै हामीलाई यो के अरे इन्करेज गर्नुभयो यो प्रोजेक्टमा। उहाँ एक्चुअली हामीभन्दा धेरै एक्टिभ हुनुहुन्छ, हामी 4 जनाको बराबर, उहाँ एक्लै नै त्यति एक्टिभ हुनुहुन्छ। त्यस कारणले
एज भन्ने कुरा बााउन्ड्री हुँदैन, इनिसिएटिभ छ भने सबै कुरा गर्न सकिन्छ। त्यति भन्दै म फेरि पनि भेरी मेनी थ्याङ्क यू भेरी मच। अनि प्लिज इन्जोय रेस्ट अफ द आफ्टरनुन। थ्याङ्क यू भेरी मच। धन्यवाद दाजु। अब हामी कार्यक्रमको झन्डै अन्त्यतिर पुगेका छौँ र सानो दुईवटा सूचना। एउटा चाहिँ यो हाम्रो जुन डाटा कलेक्सन गर्छौँ त्यसमा अझै पनि अधुरो छ। अघिसम्म 30 जना हामी दिवाङ्गत हुनुभएका हाम्रा साथीहरूको नाम पुकार्दै थियौँ। अझै 2 जना छुटेछौँ। उहाँ गर्दाखेरि 33 जना चाहिँ अहिले दिवाङ्गत भइसक्नु भएको छ। उहाँको डिटेल चाहिँ हामीलाई उपलब्ध गराइदिनु भने अति राम्रो हुने थियो। र अर्को यो कार्यक्रम अन्त्य गर्नुभन्दा अगाडि सूचना, यो कार्यक्रमको अन्त्यमा हाम्रो पछाडि केही हाम्रो जलपान हामीले आयोजना गरेका छौँ। जलपान पनि खाने, अनि हरेकको हातमा पुस्तक हुने हो, पुस्तक लैजानुहोस्। र साथसाथै हाम्रो एकदम सिनियर दाजु त्रिलोकसिंह दाजुको उहाँले एउटा संयोजकत्वमा चाहिँ एउटा एकदम रमाइलो कार्यक्रम राख्नु भएको छ। त्यो मनोरञ्जन पनि लिँदै म आफू पनि अब अहिलेसम्म उद्घोषकको जुन जिम्मा दिनुभएको थियो, यो मेरो यो अन्त्य हुन्छ। सुन काटी से आओ ही आए हो
धन्यवाद।